अन्डर 16 नेपाल भर्सेस इन्डोनेसियाको गेम थियो। अद्भुत पारी खेलेको छ नेपालले, अद्भुत पारी। 50 ओभरमा 420 रन ठोकिदिएको थियो। 420 रन, ओ माई गड, इमेजिन गर्न सक्छौँ हामी। 420। प्रसिद्ध जैसीले एक्लै 132 रन हानेका थिए। 114 बलमा 132 रन ठोकिदिएका थिए। अद्भुत पारी, अद्भुत पारी। बधाई छ हाम्रो यङ्गस्टर अब आउँदै गरेका प्लेयरहरू जुन चाहिँ अद्भुत खेलिरहेका छन्। विपिन शर्मा जो चाहिँ कर्णाली एक्सबाट खेलेका प्लेयर पनि थिए, उनले 6 विकेट एक्लै निकालिदिएका छन्। 1.6 को इकोनोमिक्सले 12 ओभर फाल्दै उनले 6 विकेट लिँदै 1.6 इकोनोमिक्सले 6 विकेट निकालिदिएका छन्। अद्भुत पारी थियो यो, अद्भुत विकेट टेकिङ। सबै शानदार खेलेका थिए सबै ब्याट्सम्यानहरूले, सबै बलरहरूले। उत्कृष्ट नेपाललाई चाहिँ जिताउनलाई चाहिँ लगातार अहिले चाहिँ अन्डर 16 मलेसियामा जुन भइरहेको गेममा उत्कृष्ट प्रदर्शन देखाएको छ नेपाली टिमले। एकदमै हामी खुसी छौँ। म चाहिँ खुसी नै छु, तर अलिकति दुःख, अलिकति डिसपोइन्टेड म कहाँ हुन्छु भने जहिले पनि म कुरा गरिरहेको छु, जहिले पनि म भनिरहेको छु, यिनी प्लेयरहरू पछि माथिल्लो समयमा आउँदाखेरि यिनी प्लेयरहरू हराउँछन् कि जो अन्डर 16 मा हामीले देखिरहेका हुन्छौँ, त्यो प्लेयरहरू हराउँछन् कि माथिल्लो। यो किन भइरहेको छ, के कारणले भइरहेको छ भने कसैले चाहिँ नीति खोजी गर्दैनन्, कसैले चाहिँ बुझ्दैनन्। अझै कति प्लेयरहरूले त चान्सै पाएका हुन्छन् बिचरा, त्यहाँसम्म पुग्दा पनि पुग्दैनन्, राम्रो खेल्दा खेल्दा पनि पुग्दैनन्। म बाँकेको भएको कारणले गर्दाखेरि हाम्रो बाँकेबाट कतिवटा प्लेयर पऱ्यो, हामीलाई एकदमै क्युरियोसिटी हुन्छ। अन्डर 16 त खेलिरहेको थिएँ पहिला होइन, प्रणित भाइ पनि अन्डर 16 खेल्यो। हाम्रो पालामा हामी खेल्ने बेला चाहिँ हाम्रो आकाश विष्ट पनि अन्डर 16 खेलेका थिए त्यतिखेर चाहिँ एकदम खतरनाक मस्ट विकेट टेकर र धेरै रन हान्ने हाम्रो पालामा आकाश विष्ट भएका थिए, यहाँबाट नेपालगञ्जबाट परेका थिए। भनेपछि प्रणितले पनि आफ्नो पालामा चाहिँ उसले धेरै रन हानेको थियो। तर उनीहरू माथि जाँदा जाँदा त्यो खै नेसनल लेभलको त्यो क्याम्पमै नपर्ने, नेसनल टिममै नपर्ने, यो डिसपोइन्टेड भइरहेको छ। यो किन भइरहेको छ, कसरी भइरहेको छ, कसैले पनि यो कुराहरूलाई चाहिँ मध्यनजर नगरेको कि उनीहरू नै खेल्न नचाहेको हो कि के हो, यो चाहिँ हामी चाहिँ निराश हुन्छौँ। किनकि अन्डर 16 बाट आएका प्लेयरहरू माथि नेसनलमा चाहिँ जुन नेपालको टिममा चाहिँ लिडिङ गर्ने कमै देख्छु मैले, एकदमै कमै देख्छु। अन्डर 19 खेल्छन्, त्यसपछि अन्डर 19 खेलेपछि 1-2 जना प्लेयरहरू पर्ने, त्यसपछि सबै हराउँछन्। यो किन भइरहेको छ, यो अलिकति चाहिँ दुःखको कुरा हो, यो दुःखको कुरा हो। किनभने हामी एउटा चाहिँ डिभिजन खेलिरहेका छौँ, डिभिजन लिग खेलेको छौँ, माथिल्लो टिमहरूसँग खेलिरहेका छौँ हामी। अब त्यो नखेलेर एकदम अब नेसनल लेभलमै सबैसँग कम्पिट गर्ने भनेर चाहिँ त्यो सोच्छौँ, तर त्यो भइरहेको छैन। अझै पनि हामी लिगमै अड्किरहेको छौँ। यसलाई चिर्नुपर्छ भन्छु मैले होइन, विशेष गरी। तर प्लेयर निक्लिने हिसाबमा चाहिँ प्लेयरलाई चाहिँ राम्रोसम्म चाहिँ उसलाई चाहिँ ट्रेन गरियोस्, उसलाई चाहिँ हेरियोस्, उसलाई चाहिँ नजरमा राखियोस्। उसले प्रदर्शन गरिएन भने बेग्लै कुरा हो। तर चाहिँ यहाँ चाहिँ एकतालि एउटा खेल्ने, त्यसपछि हराउने प्लेयरहरू धेरै भएका छन्। र विशेष गरी मैले बाँके जिल्लाको कुरा गर्दा त मैले योभन्दा अगाडि पनि एउटा भिडियो बनाएको थिएँ होइन। सिलेक्सनमै खराबी छ कि सिलेक्टरबाटै चुकिरहेको छन् कि हामीले बाँके जिल्लामा चाहिँ प्लेयर ननिकाल्न सक्या हो कि सधैँ त्यही मान्छेहरू भएर चाहिँ यो भएको हो कि के हो, यो पनि विशेष गरी चाहिँ हाम्रो बाँके जिल्ला एसोसिएसनलाई चाहिँ मैले यो ध्यान आकर्षण गर्न चाहेँ। किनभने हाम्रो जिल्लामा, हाम्रो क्षेत्रबाट चाहिँ प्लेयर अब नपर्नु भनेको चाहिँ यो दुःखको कुरा हो। हाम्रो क्षेत्रबाट नपर्नु भनेको दुःखको कुरा हो। त्यस कारणले गर्दा हाम्रो प्लेयरहरू परुन्, हाम्रा प्लेयरहरू पनि यहाँबाट चाहिँ रिप्रेजेन्ट गरून्, त्यसरी नै नाम आओस् होइन। मलाई चाहिँ लाग्दैन अहिले चाहिँ 16 मा कोही पनि छैन जस्तो लाग्छ मलाई, सबै बाहिरबाट भएको जस्तो लाग्छ। म यो डाटामा चाहिँ कन्फ्युजन छु, मलाई यो डाटा थाहा छैन भने चाहिँ यसमा विशेष गरी सच्याइदिनु होला। मैले चाहिँ परेको छैन जस्तो लाग्छ होइन, कोही परेका छन् भने पनि भनिदिनु होला। तर चाहिँ अबका दिनहरूमा चाहिँ हाम्रो रिप्रेजेन्ट हाम्रो क्षेत्रबाट पनि होस्, हाम्रो ठाउँबाट पनि राम्रोसँग चाहिँ होस्। म यो किनकि सबै कुराहरू चाहिँ अब भन्नु नपरोस्, अबका आउने प्लेयरहरूले, अबका आउने जेनेरेसनका भाइहरूले चाहिँ राम्रोसँग चाहिँ चान्स पाउन् कि राम्रोसँग खेलौँ भन्न चाहन्छु। बाँकी चाहिँ अब अन्डर 16 मा जुन प्रदर्शन अहिले नेपालले देखाएको छ एकदमै वाह तारिफ योग्य छ, एकदमै पोजिटिभ सकारात्मक छ। यिनी प्लेयरहरू भोलिका दिनहरू 19 बाट चाहिँ नेसनल टिममा चाहिँ यिनी प्लेयरहरू चाहिँ देखियोन्। अहिले 132 रन ठोक्ने, पछि चाहिँ चान्सै नपाउने, खेलै नपाउने, 6 विकेट 7 विकेट लिने, अहिले पछि चाहिँ 19 मा प्रदर्शन गर्न नसक्ने, नेसनलमा नपर्ने भएपछि यो काम निरन्तरपूर्वक प्लेयरहरूले उत्तिकै प्रदर्शन गरून् भन्छु म। र आउने दिनहरूमा पनि यसरी नै प्रदर्शन गर्ने गरी चाहिँ खेलुन् र हामी चाहिँ तारिफ योग्य गरौँ। र क्रिकेटलाई माया गर्ने, क्रिकेटलाई चाहिँ सपोर्ट गर्नेले चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला। हरेक कुराहरूको चाहिँ भिडियोहरू बन्छ, विशेष गरी क्रिकेटको सम्बन्धी पनि मैले भन्छु। आउने दिनहरूमा चाहिँ हाम्रो
भेट पक्कै पनि हुन्छ। सबैले धेरैभन्दा धेरै सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् मेरो च्यानललाई पनि। यात्रा पर्दै बुढा थुकिरहेको छ, त्यसमा गएर पनि हेर्नुहोस्। क्रिकेटदेखि लिएर हरेक कुराहरू चाहिँ आउँछ, साथमा ब्लगिङ पनि गर्छु भन्दै यति भन्दै तपाईँहरूको माझबाट यो भिडियो लिएर आएको थिएँ। हेर्नुहोस्, माया गर्नुहोस् र क्रिकेटलाई माया गर्नेले सपोर्ट गर्नुहोस् र अझै कस्तो कस्तो भिडियो बनाउनुपर्छ भन्नुहोस्, कमेन्टमा प्रतिक्रिया पनि दिनुहोस्। धन्यवाद।